हाई हेलो फ्रेन्ड। म चाहिँ यहाँनिर आलुको पराठा बनाउनु लागेको। आज चाहिँ माइत आएको हो, आमा बनाउने आउँछ। अब तपाईँलाई थाहै छ होइन, हामी चाहिँ आलुको पराठा बनाएर खानु लागेको। मेरो मम्मीलाई चाहिँ खानु मन लाग्यो। यहाँ चाहिँ म चटनी बनाउनु लागेको छु। चटनीमा चाहिँ प्याज टमाटर अनि अदुवा लसुनको पेस्ट, अनि टमाटर प्याज अदुवा लसुनको पेस्ट, अनि खोर्सानी पड्काउने, 5 पुरन हाल्ने, जिरा चाहिँ नहाल्ने मम्मी, चाहिँ 5 पुरन, खुर्सा चाहिँ यो प्याज हाल्ने, प्याज अदुवा लसुनको पेस्ट, प्याज चाहिँ खरिसकेको छ। अब टमाटर एड गर्छु म, एकछिन पाक्न दिने, अचार रेडी हुन्छ। यो कराई चाहिँ फेरि किन कालो भन्नु होला, यो रेडी भयो चटनी चाहिँ। यहाँ चाहिँ म आलु मुस्नु लागेको छु पराठाको लागि। मम्मीले छिलेर रेडी गराइदिनु भएछ। यहाँ त कत्रो पानी पर्यो, कत्रो पानी पर्यो। यहाँबाट त देखिन्न, मधुरो देखिन्छ, कत्रो पानी परेको छ। चटनी चाहिँ पाकिसक्यो। अब यो हामी खनाउने, चटनी पाकिसक्यो, यो खनाउने हामी। यहाँनिर किमा नि रेडी भयो। अब बनाउने एकछिनमा। अहिले बनाउनु हो त मम्मी? हाई हेलो फ्रेन्ड। म चाहिँ यहाँनिर आलुको पराठा बनाउनु लागेको। आज चाहिँ माइत आएको हो, आमा बनाउने आउँछ। अब तपाईँलाई थाहै छ होइन, हामी चाहिँ आलुको पराठा बनाएर खानु लागेको। मेरो मम्मीलाई चाहिँ खानु मन लाग्यो। यहाँ चाहिँ पिठो रेडी भइसकेछ। अब हामी चाहिँ बनाउनु लागेको घिउमा पिठो डल्ला रेडी पारेको। यो चाहिँ घिउमा बनाउनु लागेको। कतिवटा यहाँ चाहिँ रेडी भइसकेछ। अब म चाहिँ पकाउँछु, यता पनि बनाउँदैछु। यो चाहिँ रेडी भइसकेको हो। यो चाहिँ पाकिसकेछ। म चाहिँ अब यसमा घिउ लाउँछु। घिउ लाग्यो मिठो लाग्छ मम्मीलाई, मलाई त मन पर्दैन खासै। यो चाहिँ पाकिसक्यो। अब यो पाक्यो, यो चाहिँ नरम भएको छ मम्मी। यो चाहिँ मैदाको पिठो भएर यस्तो देखेको।